के होला जब मानवताले अनिकाल, महामारी र युद्ध जस्ता पुराना समस्याहरूलाई जितेर आफैलाई देवता बनाउने लक्ष्य राख्छ? आज हामी युवल नोआ हरारीको किताब होमो डेयसमा डुबुल्की मार्नेछौँ र यही यात्रालाई हेर्नेछौँ, कसरी हामीले पुराना शत्रुहरूलाई जित्यौँ र अब भविष्यका लागि कस्तो देवतातुल्य एजेन्डा बनाउँदैछौँ। ल, यो यात्रालाई अझ राम्ररी बुझ्न हामी 4 मुख्य चरणहरूमा जानेछौँ। पहिले हामीले जितेका पुराना शत्रुहरूलाई हेर्नेछौँ। त्यसपछि मानवताको नयाँ महत्वाकांक्षी लक्ष्यहरू के हुन् त्यो खोतल्नेछौँ। तेस्रो, एल्गोरिदमको उदयले हाम्रो स्वतन्त्र इच्छालाई कसरी चुनौती दिन्छ भन्ने बुझ्नेछौँ र अन्त्यमा डेटावाद नामक नयाँ धर्मको उदयबारे चर्चा गर्नेछौँ। सोच्नुस् त, हजारौं वर्षसम्म मानव जीवन कस्तो थियो? यो त एउटा निरन्तर सङ्घर्ष थियो। हाम्रो इतिहास 3वटा ठूला र क्रूर शक्तिहरू विरुद्धको लडाईँले भरिएको थियो। अनिकाल, जसले पेट रित्तो पार्थ्यो, महामारी, जसले गाउँका गाउँ सखाप पार्थ्यो, र युद्ध, जसले अनगिन्ती जीवनहरू खोज्थ्यो। हरारीको शब्दमा भन्नुपर्दा मानवता एउटा लामो र भयानक दुस्वप्नबाट भक्खले बिउजिरहेको छ। अनि इतिहासमा पहिलोपटक के भयो भन्दा हामीले यी पुराना शत्रुहरूलाई अब प्रकृतिले दिएको श्राप होइन, बरु समाधान गर्न सकिने चुनौतीको रूपमा हेर्न थाल्यौं। महामारीको शक्ति कस्तो थियो होला कल्पना गर्नुहोस् त। सन् 1918 को स्पेनी फ्लूले 1 वर्षभन्दा कम समयमा 10 करोडसम्म मानिसको ज्यान लियो। सोच्नुहोस् त, पहिलो विश्वयुद्धमा जति मानिस मरे त्यसको डबलभन्दा पनि धेरै। यो आँकडाले नै देखाउँछ कि पहिला महामारी कति भयानक हुन्थ्यो। तर आज समीकरण पुरै उल्टिएको छ। भन्नुको मतलब अब हामी भाइरस कहिले म्युटेट होला भनेर कुरेर बस्दैनौँ। हाम्रो मेडिसिन, हाम्रो विज्ञान यति अति बढिसक्यो कि त्यो भाइरसको उत्परिवर्तनभन्दा कैयौं गुणा छिटो छ। अब हामी प्रतिक्रिया दिने मात्र होइन, हामी दौडमा अगाडि छौँ। ल, जब बाँच्नकै लागि गरिने लडाईँ सकिँदै जान्छ तब के हुन्छ? मान्छेले आफ्नो नजर माथि लगाउँछ, नयाँ उचाइतर्फ। पुरानो एजेन्डा सकिँदै गर्दा हामीले आफैलाई नयाँ, अझ महत्वाकांक्षी लक्ष्यहरू दिएका छौँ। त्यसो भए अबको लक्ष्य के त? त्यसैले अबको सबैभन्दा ठूलो प्रश्न यही हो, हामीसँग यस्तो शक्ति छ जुन हाम्रा पुर्खाले सपनामा पनि सोचेका थिएनन् होला। अब यो शक्तिले हामी के गर्ने? हरारीका अनुसार हाम्रो नयाँ एजेन्डा कुनै सानोतिनो सुधार मात्र होइन। यो त मानवताको परिभाषा नै बदल्ने एउटा महाअभियान हो र यसका 3 मुख्य लक्ष्यहरू छन्: अमरत्वको खोजी, असीमित खुशीको प्राप्ति र अन्ततः मानवलाई नै होमो डेयस अर्थात् देवता तुल्य बनाउने। अनि यो कुरा कुनै साइन्स फिक्सन फिल्मको कथा होइन है। गुगल भेन्चर्सका बिल मारिस जस्ता व्यक्तिहरूले खुलेरै भन्छन् कि उनीहरूको लक्ष्य मृत्युलाई केही वर्षपछि धकेल्ने मात्र होइन, यो खेललाई नै जित्नु हो। उनीहरूका लागि तर्क एकदमै सिधा छ, मर्नुभन्दा बाँच्नु राम्रो हो। तर यहाँ एउटा गजबको विरोधाभास छ। हामीले देवत्व हासिल गर्न बनाइरहेका उपकरणहरूले नै, जस्तै कि एआई, बायोटेक्नोलोजी, हाम्रो मानवताको जग अर्थात् हाम्रो स्वतन्त्र इच्छा र व्यक्तित्वको अवधारणालाई चुनौती दिइरहेका छन्। र यो सबैको केन्द्रमा छ जीवन विज्ञानको एउटा क्रान्तिकारी आइडिया: जीवहरू भनेका एल्गोरिदम हुन्। यसको मतलब के हो भने हामी कुनै आत्मा भएको रहस्यमयी प्राणी होइनौँ, बरु हामी लाखौं वर्षको इभोल्युसनले बनाएको एउटा जटिल जैविक कम्प्युटर हौँ जसले गणना गर्छ, निर्णय लिन्छ र हो यहीँनेर आउँछ हाम्रो आजको दुनियासँगको सबैभन्दा ठूलो टक्कर। एकातिर हाम्रो पुरै समाज म एक व्यक्ति हुँ, मेरो इच्छा स्वतन्त्र छ भन्ने मान्यतामा टिकेको छ। तर अर्कोतिर विज्ञानले के भन्दैछ? होइन, तिम्रो स्व टुक्रा टुक्रामा छ र तिम्रो इच्छा स्वतन्त्र छैन, यो त तिम्रो जीन र वातावरणले निर्धारण गर्छ। अब यी दुई कुरा एकै ठाउँमा कसरी अटाउने? यो कुरा सिद्धान्तमा मात्र सीमित छैन। आउनुहोस् पत्रकार स्याली एडीको एउटा अचम्मको अनुभव सुनौं। उनले एउटा यस्तो उपकरण लगाइन् जसले उनको मस्तिष्कको आत्मशंका र डरको लागि जिम्मेवार भागलाई अस्थायी रूपमा बन्द गरिदियो। उनको यो अनुभवले एउटा एकदमै गहिरो प्रश्न खडा गर्छ। यदि हाम्रो म भन्ने कुराको एउटा महत्त्वपूर्ण हिस्सालाई एउटा स्विच थिचे जस्तै बन्द गर्न सकिन्छ भने के त्यो साँच्चै हाम्रो हो त? हाम्रो व्यक्तित्वको चुरो कुरो के हो यदि त्यसलाई बाहिरी टेक्नोलोजीले यताउता खेलाउन सक्छ भने? जब व्यक्तिको भित्री अनुभव, उसको भावनाको महत्त्व घट्दै जान्छ, तब के को महत्त्व बढ्छ? बाहिरी डेटाको। र
यसले हामीलाई 21औं शताब्दीको एउटा नयाँ उदयमान विचारधारातर्फ डोर्याउँछ, डेटावाद। डेटावाद नामको यो नयाँ धर्मले पूरै ब्रह्माण्डलाई डेटाको प्रवाहको रूपमा हेर्छ। यो दृष्टिकोण अनुसार मानव जाति भनेको डेटा प्रोसेस गर्ने एउटा ठूलो मसिन हो र हाम्रो पूरै इतिहास भनेको के हो त? केवल यो मसिनलाई अझै राम्रो बनाउने प्रक्रिया हो। कसरी? धेरै मान्छे यानि कि प्रोसेसर्स, धेरै संस्कृति यानि कि भेराइटी र धेरै सम्पर्क यानि कि कनेक्सन्स मार्फत। अनि यो परिवर्तन हामी अहिले नै देखिरहेका छौं। एन्जेलिना जोलीको त्यो निर्णयलाई हेरौँ न। उनले त्यो ठूलो निर्णय कुनै डर वा मनको आवाज सुनेर लिएकी होइनन्। त्यो निर्णय 100% डेटामा आधारित थियो, एउटा जिन टेस्ट जसले क्यान्सरको 87% सम्भावना देखायो। यहाँ मनको कुरामाथि गणितले जित्यो। र यसले हामीलाई हाम्रो भविष्यको सबैभन्दा ठूलो र सायद सबभन्दा डरलाग्दो प्रश्नमा ल्याइपुर्याउँछ। के होला जब बाहिरको कुनै एल्गोरिदमले हामी आफैले भन्दा राम्रोसँग चिन्न थाल्छ? लोकतन्त्र, स्वतन्त्र बजार र व्यक्तिगत छनौट, यी सबैको अर्थ के रहन्छ? अनि अन्तिम निर्णय गर्ने अधिकार कोसँग हुन्छ?